नमस्ते लासो फ्याफुला सबैजनामा। आज मिति 2082 12 महिना 14 गतेको दिन हरेक दिन चाहिँ आज पनि हामीले सरसफाई गर्ने क्रममा चाहिँ मिलिजुली टोल विकास समिति संस्थाबाट हामीहरू चाहिँ हरेक शनिबार हामीले चाहिँ जोमसोम घरपचङचार जोमसोममा चाहिँ सरसफाई गरेका छौँ। अनि हरेक दिन चाहिँ हामी आज सरसफाई गर्न जाने क्रममा चाहिँ यहाँ यो घरपचङचारको यो ढलान पिच सकिन्छ नि, त्यहाँ चाहिँ गाडीहरूलाई चाहिँ गाडी मोटर बाइक सबैलाई चाहिँ आवत जावत गर्न चाहिँ एकदम गाह्रो भएको देख्यो। खाल्टा खाल्टी रहेछ त्यहाँ चाहिँ। अनि त्यसपछि हामीले चाहिँ आज चाहिँ यसो श्रमदान गरिदिउँ न भनेर श्रमदान गर्ने हिसाबले हामीहरू चाहिँ ल हेर्नु त यहाँ हेर्नु है, ल देख्न सक्नुहुन्छ यो खाल्टा खाल्टी चाहिँ हामीले पुरिदिएका छौँ। गाडीहरूलाई आवत जावत गर्न एकदम गाह्रो भएको देखेर हामी मिलिजुली टोल विकास समितिको सबैजना मिलेर यो खाल्डोलाई चाहिँ हामीले पुरिदिएका छौँ कि उता ब्यारेक देख्नुभएको छ नि, त्यो ब्यारेकदेखि यहाँ चाहिँ पिच भएको छैन। हाम्रो ठेकदार दाइहरू चाहिँ अब रोड बनाउने ठेकदार दाइहरू चाहिँ कहाँ जानुभएको छ हामीलाई चाहिँ थाहा भएन। ल हामीले चाहिँ ल हेर्नुहोस् त, हामीले जति सक्दो भनौँ न मिलिजुली टोल विकास समिति संस्थाबाट सबैजना मिलिजुली हामीले यसरी काम गर्छौँ। आफ्नो टोल भनौँ न, आफ्नो टोल आफैले बनाउँछौँ क्या। ल हाम्रो ठेकदार दाइहरू कहाँ जानुभयो त्यो चाहिँ हामीले देखेन, तर हामीहरू सबैजनाले आज शनिबारको दिन हेर्नु है, गाडीहरूलाई यसरी भनौँ न उक्लिन चाहिँ गाह्रो भएको देखेर खाल्टोलाई चाहिँ हामीले पुरिदिएका छौँ। ल हेर्न सक्नुहुन्छ हजुरहरूले, हेरिस्यो त हेर्नुहोस्। ल सबैजना मिलेर चाहिँ हामीले है शनिबारको दिनमा चाहिँ जोमसोमलाई सरसफाई गर्ने क्रममा गाडीहरूले रोकेर हजुरहरूले के गर्नुभएको भनेर सोध्नुभएको थियो। हामीले चाहिँ यहाँ खाल्डो भएको पिचलाई चाहिँ अब खाल्डो भएको ठाउँमा चाहिँ यसो पुरिदिएको हजुरहरूलाई सजिलो होस् भन्नुभएको थियो। अनि उहाँहरूले ल ठिक छ भनेर भन्नुभयो। नयाँ सरकार आए सँगसँगै, देशमा नयाँ सरकार आए सँगसँगै हामीले पनि नयाँ सोच लिएर हामी पनि अगाडि बढ्दैछौँ है साथीहरू। यो हाम्रो चाहिँ घरपचङचारको मिलिजुली टोल विकास समिति संस्थाबाट हो। हामीहरू चाहिँ हरेक शनिबार चाहिँ यसरी मिलेर घरको एकजना निस्केर यसरी मिलेर कहिले के जो सरसफाइ चाहिँ गरिरहेको हुन्छ, जोमसोमलाई चाहिँ सफा राखिरहेको हुन्छ। ल हजुरहरू पनि आफ्नो गाउँठाउँमा यसरी नै मिलेर सबैजना मिलेर गर्नु होला सरसफाइ, आफ्नो गाउँलाई आफैले राम्रो बनाउनु होला। ल धन्यवाद सबैजनालाई। यो भिडियो जसले हेरिदिनु भएको छ सबैजना